हेर्नु पर्यो ल सुनाएर जानुभयो मेरो पारो आयो राम 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 सबलाई नमस्कार हाम्रो पनि सबलाई नमस्कार लङ्काको राजा रावण आएको थियो गाना बजाना गाउँदाखेरि शिव पार्वती नै छैन कैलाशमा छैन कैलाश यो महाराज
पो बाबु मैले यसरी खैजडी पर मेरो अगाडि नाचगान गर्न लायो उसलाई केही न केही त म त पठाउनु हुँदैन रावण राजा के भन्छ भने प्रभु पछि सबै थोक जानी पैसा इन्डिया सारा थियो शिवजी सवाल गर्नु खाएर अध्यक्ष भएको बेलामा भगवान खुला आसनमा बसेको पार्वतीलाई त बोकेर गएको राजा रावणले आफू शरीर बनाएर 17 वर्षको उमेरको सबैभन्दा राम्रो भएर भगवान छेकारो काटेर रावणले बोकिरहेर लिएर गइरहेको ठाउँमा यसो राजा छौ यस्तो खाङ्गी माग्लीले बोकेर आँखौ चुकाएर ल्यायो अब चाहिँ भन्दा मैले शिवजी काठबाट ल्याएको पार्वती हो आएको भन्दा विष्णुले के भन्न थाल्यो पार्वती मरे पनि किनभने म घटना खेली घटना गर्नु चाहियो चौधरी भएको हुनाले पार्वतीले साथी हो तिमीलाई छुट्याएको प्रत्येक पार्वती त आसन पहिलाको याद यत्रा सहर नागरिक जानु पर्छ घाम लाग्नु पर्छ सुसाको राजा हुँदैन जब बजेपछि च्यात्त छोडेर आसनमा राखेर पूजा गर्न थाल्यो ढङ्गाको रावण शिवजी शिव के भन्न थाल्यो भने के पौला शिवजी हजुरले किन हुन्छ भने आसन मुनि राखेको पार्वतीले साक्षी पार्वती लुकाउने पार्वती मलाई चिने यसले पार्वतीले गायो भने विष्णुले पूजा गरिराखेको
विष्णुलाई शिवजीलाई विष्णुले शिवजीलाई पार्वती एवं संसार छोडेर जान पर्यो गर्दा अनि हे महाराज चिन्ता नगर्नु मर्नुदेखि नडराउनु यो मृत्यु भन्ने कुरा जन्मदै लिएर आएको हुन्छ एक दिन मर्नु नै छ यो संसारको विडम्बना यस्तै छ नारायण संसार यसै
भने हजुरलाई किन चिन्ता 7 दिनभन्दा बढी कुनै पो बाँच्छ र यो 7 दिन घुमिरहेको हुन्छ चिन्ता नगर्नु भनेर सम्झाउने गर्दाखेरि परिषदले भन्नुभएको हे गुरुदेव म त सर्पले प्रगति पर्ने भयो नारायण हरि सुखदेवले भन्नुभएको राजा पण्डितलाई कर्णी भनेको त हरिको नामै हो हे महाराज अन्त्यकालमा हरिको नाम जप्दै जानु होला जिन्दगीको भरै छैन अरे एक दिन मरिन्छ हरे राम भने पार पारिन्छ घर छैन संसार छोडिन्छ जतिसुकै सम्पत्ति बटुलेर राखे पनि साथमा जाँदैन